सबै त कहाँ जानु आउनु न दार्जिलिङ मैं प्रेसिडेंट सभापति संजीव लामा जी हमारे जीएस हैं कतिजना आज तपाईहरु है यहाँनिर जिल्ला अस्पतालमा यहाँनिर आइराख्नु भएको छ अनि विशेष के विषय लिएर चाहिँ तपाईहरु निरीक्षण गर्दै हुनुहुन्छ यो के विषय थियो यहाँ हस्पिटलबाट चाहिँ हामीलाई एउटा एकजना पेसेन्टको आफन्तको फोन आएको थियो थुप्रो समस्या भइरहेछ हस्पिटलमा भनेर यो प्याथोलोजी यहाँबाट पर सारिएछ पुरानो जहाँ सदर अस्पताल थियो त्यहाँ सारिएको छ तर त्यहाँ व्यवस्था केही पनि छैन न बत्ती छ न पानी छ अब हामी यहाँ आएर डिएमओसँग भेट्यौँ तर अब उहाँको फिजिकल्ली पनि उहाँ फिट छ अनफिट मान्छे छ है उहाँलाई बेसी चाप्न पनि सकेनौँ हामीले पोजिसन त थुप्रो थियो अस्पताल प्रशासनलाई तर अब उहाँको कन्डिसन हेरेर उहाँको हेल्थ कन्डिसन आफै डक्टर देखाउनु पर्ने खालको अवस्थामा देख्यौँ त्यसले गर्दाखेरि एकजना कोसँग त बात भयो हाम्रो उहाँले फोन लगाइदिनु भएको थियो र उहाँको एसिस्टेन्ट सायद मन्डे आउनुहुन्छ र सिएमओस पनि मन्डे आउनुहुन्छ र हामी एकपल्ट सिएमओसँग भेट गर्छौँ भन्दैछौँ किनभने यहाँ अस्पतालमा थुप्रै प्रकारको समस्या छ एक त एमआरआई मसिन युग भइसक्यो यहाँ चलेको छैन क्याबिन त्यतिकै बन्द गरेर राखिदिएको छ है अनि यहाँ हस्पिटलको बेडहरू कम्ती गरिदिएको छ होइन एक त डक्टरको पनि कमी छ सँगसँगै एकजना यो हिजो अस्ति मात्रै यो मिडियामा त्यति साह्रो आएन यहाँ हस्पिटलभित्रै एकजना वार्ड मास्टरले हस्पिटलको अहिले यहाँ कार्यरत वार्ड मास्टरले हस्पिटलको एकजना स्टाफसँग दुष्कर्म गरेको खबर छ जसलाई अहिले पक्रेर सायद पुलिस कस्टडीमा छ अन्त निकै महिना अघि पनि यहाँ हस्पिटलको स्टाफले डक्टरलाई छुरी हानेको पनि घटना छ हामीले थुप्रै क्वेसनहरू थियो अब हस्पिटल स्टाफको पनि यहाँ सेक्युरिटी छैन जो साधारण जनताहरू आएर यहाँ ट्रिटमेन्ट गराउँछ उनीहरूको ट्रिटमेन्ट पनि ठिक छैन अब प्याथोलोजीमा हामीले त्यही प्रश्न गऱ्यौँ तिमीहरूले आज तानेको ब्लड के गर्यो बेच्छौ भनेर के कारण के गर्छौ भनेर गर्दाखेरि नाना थरी के भनेर गयो तर उहाँको जवाबसँग हामी सन्तुष्ट छैनौँ तर यति हो उहाँको उमेरले गर्दा पनि अलिक पाएको मान्छे लाग्यो मलाई स्वास्थ्य पनि उहाँको ठिक छैन र एउटा कुरो चाहिँ के छ भने यहाँ बेला बेला म यो नायक फिल्ममा जस्तो क्या देख्छु यहाँको सभासदहरू हेल्थको सभासद छ नि यो बेला बेला आएर घुम्छ नि तर वास्तविकता तपाईँले आएर हेर्नु भने भिन्न छ यहाँ दार्जिलिङ अस्पतालको एकदमै जीर्ण अवस्था छ तपाईँलाई थाहा छ केन्द्रबाट पनि केन्द्र सरकारले यो तपाईँको हेल्थको निम्ति करोडौँ रुपियाँहरू वर्षेनी आवण्टन गरेका छन् तर यहाँ जम्मै कुरो धन्दा भएको छ जम्मै कुरो यहाँ खालि धन्दा होइन अब यो एमआरआई सायद त्यसै बन्द गरेर राखेको होइन कसै न कसैको इन्ट्रेस्टमा कसै न कसैको स्वार्थको निम्ति यो एमआरआई के अरे बन्द गरेर राखेको होइन जुन कारण बतायो डिएमओसले त्यससँग हामी एकदमै असन्तुष्ट छैनौँ हाम्रो फिल्ड होइन तर त्यति साधारण ज्ञान त हामीलाई हुन्छ नि त होइन दार्जिलिङमा चल्दैन एमआरआई मसिन भन्ने त हाँसुको कुरो हो नि त र यो खालको इस्यु भइरहेछ हस्पिटलभित्रै हस्पिटलको नर्सहरूलाई दुष्कर्म भइरहेछ वार्ड मास्टरबाट क्वेसन थुप्रो थियो तर अब यहाँ जिम्मेदारीसँग यो कुरोको जवाब दिने मान्छे भेटेनौँ अब सायद सभासद त यहाँ आएर नौटङ्की गर्नु मात्रै हो नायक फिल्ममा जस्तो एकछिन गयो भिडियो गऱ्यो मैले यो गर्दैछु हामीले डिटेल यो गर्दैछौँ भन्नु मात्रै हो त्यहाँदेखि उताको उत्तरदायित्व जवाबदेही यहाँ जो पेसेन्ट यहाँ आएर भर्ना गर्छ उसकै के अरे परिवारको पक्ष उसकै गार्जेन रहनुपर्ने रहेछ त्यस्तो स्थिति रहेछ बाँकी अब नर्सहरू पनि यहाँको स्टाफहरू पनि आफ्नो आफ्नो सेक्युरिटी आफै नै गरेर आफ्नै हिसाबले यहाँ इन्तजाम गरेर आउनुपर्ने खालको अवस्था रहेछ यस्तो दुर्दशा यो आजको परिस्थितिमा दार्जिलिङको मुख्य जुन जिल्लाको अस्पताल छ यहाँ यो खालको अवस्था छ होइन हामी यही कारण यहाँ चलाउने राज्य होस् यहाँको इटी होस् यसलाई बारम्बार हामीले प्रश्न गरेको हो नि त किनभने जवाबदेही उनीहरू बन्नुपर्छ नि त लोकलमा जिटिए बन्नु पऱ्यो लोकल स्तरमा यहाँ राज्य बन्नु पऱ्यो नि त उनीहरू मार्फत सञ्चालन हुने
विभागहरू हुन् ती विभागहरू र उनीहरू जवाब दिनुको सट्टा अब हामीले केही भन्यो भने पनि अथवा हामीले यस्तो खालको समस्याहरू उजागर गरेर यो माथि प्रश्न गऱ्यौँ भने पनि उनीहरूले खालि राजनीति देख्छ, हामीले राजनीति गरेको देख्छ। तर यो राजनीति होइन, आम साधारणले पाउनुपर्ने अस्पतालमा उपचारहरू पाउनु पऱ्यो नि त होइन। अब यो त लाजमर्दो कुरो हो नि त। एउटा प्याथोलोजीमा बत्ती पनि छैन, पानी पनि छैन, भुल्डुङमा भरेर लालढिकीबाट ओसार्दै त्यहाँ ब्लड टेस्ट त्यसरी गर्दैछ। योभन्दा सरममर्दो कुरो हिजो अस्ति मात्रै यहाँ डिजल छैन भन्ने कुरा आउँदै थियो। त लाज लाग्दैन यहाँको तथाकथित हाम्रो प्रशासकहरूलाई? यहाँ डिएम छ, के अरे जिटिएको चिफ छ, जिटिएको सरकार छ, दुईवटा प्रशासन चल्छ त यहाँ। अन्त जवाबदेही कसैले पनि, जिम्मेदारी कसैले पनि नलिने, न डिएमले लिने हो न जिटिएले लिने हो। त्यस जनताले चाहिँ के गर्नु त? त्यसो भए जनताले बनाएको जिटिए, जनताले चुनेर राखेको सभासदहरू चाहिँ कमिसन खाइदिनु मात्र हो? जनताको निम्ति काम नगरिदिने, आम जनताको निम्ति गरिब निमुखा जनता जहाँ आएर ट्रिटमेन्ट गर्नुपर्ने अवस्था छ, यो अस्पतालको अवस्था यस्तो छ। यसको जिम्मेदारी कसले लिन्छ? आज यो सबैभन्दा ठुलो प्रश्न चिन्ह यहाँ खडा भएको छ। र हामी आउँछौँ सोमबारको दिन आएर यहाँ सिएमओसँग एकपल्ट बस्छौँ र उहाँलाई हामी कडाकडी प्रश्न गर्छौँ। जुन जुन कुराहरू, जुन जुन घटनाहरू यहाँ हुँदैछ, अस्पतालभित्रै दुष्कर्म हुँदैछ, छुरी हानाहान हुँदैछ, सँगसँगै जुन प्रकारको लापरवाही हामी देख्दैछौँ हो, यो एकदमै हामीलाई मन परेको छैन। हामी हेर्छौँ अब सोमबार सिएमओकोबाट हामीले के जवाब पाउँछौँ, त्यति बेला मिडिया मार्फत हामी तपाईँहरूलाई पनि बताउँछौँ। तर यो जिटिए पक्षबाट नै, जिटिए यो स्वास्थ्य विभागको पक्षबाट अहिले हेरौँ भने पाहाडमा चौतर्फी नै अहिले स्वास्थ्यमा चाहिँ सधैँ पहिलाको भन्दाखेरि चाहिँ बेटर काम भइरहेछ, राम्रो भइरहेछ, धेरै प्रगति गरियो भन्ने उहाँहरूको दाबी छ। प्रगति गरेर त के यहाँ बत्ती जाँदाखेरि, इलेक्ट्रिक नहुँदाखेरि डिजल हाल्ने, के अरे जेनेरेटरमा डिजल हाल्ने पैसा पनि जिटिएको फन्ड छैन, बुझ्नुभयो? प्याथोलोजीमा पानीको कनेक्सन दिने र 10वटा चोरीको पाइपहरू म्युनिसिपालिटीले बेचिरहेछ कमिसनरहरूले। एउटा कन्टिन्यू इमर्जेन्सी सर्भिसको लागि एउटा कनेक्सन दिनु सक्दैन नगरपालिकाले 24 घन्टाको निम्ति? चोर्नु र खानु मात्र छ नि त यिनीहरू, जानेको यिनीहरूले गरेको विकास यही त हो त। देख्नु भएन? लाजमर्दो कुरो नि। आज मान्छेले सुन्दा, अन्य ठाउँ अन्य प्रशासनहरूले सुन्दा के भन्छ? यस्तो इमर्जेन्सी सर्भिसमा न बत्ती छ र पानी छ। योभन्दा ठुलो उनीहरूले गरेको विकास, योभन्दा ठुलो के हुनसक्छ र? यो त ठुलो प्राइज हो हाम्रो निम्ति। हामीले यस्तो सत्ताहरूलाई, यस्तो मान्छेहरूलाई त्यो सत्तामा राखेका छौँ जसले आफ्नो गोजी भर्नु बाहेक अरू केही पनि जानेन। जनताले दुःख पाउँछ अब यसरी, यही कारण दुःख पाएको। जस्तो अब हामीले धेरैचोटि यहाँनिर आम नागरिक जनसाधारणकोबाट यो गुनासोहरू पनि सुन्यौँ। जुन यो ओपिडीमा स्वास्थ्य जाँच गर्नु आउने जति पनि बिरामीहरू हुन्छ, उहाँहरूले त्यहाँ स्वास्थ्य जाँच गरेपछि धेरै जस्तो दबाई त्यहाँनिर उपलब्ध हुँदैन र हामीले बाहिर किन्नुपर्ने हुन्छ भन्ने उहाँहरूको गुनासो दुखेसो छ। यो माथि कस्तो प्रकारले हेर्नुहुन्छ यसलाई? यो माथि तपाईँहरूको निगरानी छ कि छैन भन्ने? हेर्नुहोस्, हामी निगरानीमा छ, त्यही कारण त हामी यहाँ छौँ। तर कस्तो छ भने अब सरकारै चोर मान्छे बसिसकेपछि होइन, अब त्यहाँ जुन जेनेरिक मेडिसिन पाउँछ कम्ती मूल्यमा पाउँछ, हुनसक्छ नि त कसै कमिसनमा छ होला, किनभने अहिले त यो मेडिकल फिल्डमा यो दबाई बनाउने फ्याक्ट्री कम्पनीहरू त बहुत छ। हुनसक्छ त्यो जुन दबाई डक्टरले जुन दबाई प्रिस्क्राइब गर्नुपर्ने होइन, त्यहाँ नपाउने दबाई लेखेर अर्को दबाई लेखिदिन्छ। जुन सस्तो पाउने दोकानमा जेनेरिक त्यो मेडिकल सप जहाँ छ नपाउने दबाई लेखिदिन्छ नि। भन्दा त थुप्रो तरिकाले गरिँदो रहेछ नि त, यहाँ थुप्रो पाराले चल्दो रहेछ यहाँ त। भन्दा बुझ्नु भएन? नभए त प्रायः तपाईँको जतिवटा बिमार छ त्यतिवटा बिमारीकै यो जेनेरिक दबाई उपलब्ध हुनुपर्ने हो। त्यो नहुनुको पछाडि कसै न कसैको स्वार्थ छ नि त। तर अब यो जम्मै कुरो त्यति बेलासम्म लगाम लाग्दैन जति बेलासम्म जनताको हित चाहने एउटा इमान्दार सरकार र व्यवस्था आउँदैन नि, तबसम्म यसरी नै दुःख पाउँछ हामीले। हाम्रो छोराछोरीले पनि यसरी नै दुःख पाउँछ। अनि यसलाई लगाम लाउनु सकिन्छ कि सकिँदैन? सकिन्छ, तर सरकारसँग इमान्दारिता हुनु पर्यो, इच्छा शक्ति हुनु पर्यो, जनताको निम्ति केही गर्छु भन्ने एउटा समर्पण भावना हुनु पर्यो, अलिकति धर्म पनि हुनु पर्यो नेताहरूको मनमा, हृदयमा। ईश्वरले बास पनि गरेको हुनु पर्यो, अलिक धर्म गर्छु भन्ने उद्देश्यले पनि गर्नु पर्यो नि त। चोर्नु मात्रै कमिसन, खानु मात्रै दबाईबाट पनि कमिसन, कुनै केबाट पनि कमिसन, हस्पिटलमा आएको प्रोजेक्ट कामहरू जे आउँछ त्योबाट पनि कमिसन। कमिसनै मात्र खाएर कहिलेसम्म पेट पाल्ने? थ्याङ्क यू।